फर्स्ट टाइम केक बनाउन जाँदैछु म चाहिँ। आज चाहिँ मेरो साथीको बर्थडे हो, केक नबनाउने त कुरै भएन साथीहरू। सो हेलो एभ्रिवान, गुड मर्निङ। अहिले चाहिँ रातिको 2 बजिरहेछ। म चाहिँ मेरो साथीको लागि केक बनाउँदैछु किनकि उसको चाहिँ आज बर्थडे थियो नि त। मैले चाहिँ सोचेको थिएँ 12 बजी नै विस गर्छु भनेर, तर दिनभरि काम गरेको जिउ है यस्तो गलेको थियो र मैले चाहिँ मिस गर्थेँ। सो तर पनि अहिले चाहिँ म केक बनाउँछु उठेर भनेर चाहिँ उठेँ र बिहानको लागि उसको लागि म केक बनाउँदैछु। सो केक कस्तो हुन्छ हेर्नु है त। र मैले चाहिँ केक बनाउने यहाँ तयारी गरिसकेँ। बिस्किट, चिनी, दुध, अन्डाहरू लिएर मैले चाहिँ ब्याटर बनाइसकिसकेँ र टिफिनमा चाहिँ मैले बटर पेपर ओछ्याएर चाहिँ ब्याटरलाई हालिसकेँ। यस्तो देखिरहेछ, हेर्दाखेरि त कस्तो राम्रो देखिरहेछ है। अब गाउँघरमा त ओभन हुँदैन, त्यही कारणले मैले चाहिँ फ्राई प्यानमा हल्का पानी हालेर चाहिँ आगोमा बनाइरहेको छु। के कस्तो हुन्छ फर्स्ट टाइम बनाएको, डर पनि लाग्दैछ, एक्साइटेड पनि छु कस्तो हुन्छ भनेर है। र मेरो चाहिँ केक पनि पाकिसक्यो र मैले चाहिँ केकलाई निकालेर अब फ्रिजमा राखिदिनु पर्यो सेलाओस् भनेर चाहिँ निकालेँ। केक यस्तो राम्रो देखिरहेको थियो, मलाई चाहिँ एकदमै खुसी पनि लागिरहेको थियो। मैले चाहिँ यहाँ केक पनि हालिदिइसकेँ फ्रिजरमा र मैले चाहिँ बिहान पनि भइसक्यो, निकालेँ ओरेँ अनि काटेँ है। काटेर चाहिँ यहाँनिर चाहिँ म डेकोरेट गर्दैछु, क्रिमहरू लगाइसकेर। मम्मीले चाहिँ मेरो भिडियो बनाइदिनु हुँदै थियो। केक पनि रेडी भइसक्यो, म चाहिँ उसको लागि लिएर जाँदैछु। कस्तो लाग्छ उसलाई सरप्राइज हेर्नु होला साथीहरू। सो गाइस, केक पनि रेडी भइसकिसक्यो र म चाहिँ उसलाई सरप्राइज दिनको लागि लिएर जाँदैछु उसको घरमा। के कस्तो हुन्छ म तपाईँलाई भिडियोमा देखाउँछु। अतो कहाँ छे? बाहिर आइज त। Happy birthday to you. Happy birthday to you. Oh my god. कैसा लगा? Thank you so much. Happy birthday to you. Happy birthday to you. ऐसा सरप्राइज मुझे कभी नहीं मिला था. Happy birthday to you, darling. Happy birthday to you. लाइफ में फर्स्ट टाइम ऐसा सरप्राइज मिला है मुझे. थैंक यू सो मच. पहले कसलाई चाहिँ केक राम्रो लाग्यो र सबैले भनिदिनु होला ह्यापी बर्थडे कमेन्टमा. थ्याङ्क यू. मिठो छ केक.